कोन्निचिवा मिनासान जापानिज क्लास डे 9। आज हामी आधा न को बारेमा पढ्नेछौँ। आधा न प्रयोग गरेर बनेका शब्दहरू। आधा न आयो भने चुको प्रयोग हुँदैन, किनभने आधा न भएकोले आधा न को प्रयोग हुन्छ। आधा न को पछाडि जुन अक्षर छ त्यसको आफ्नै उच्चारण हुन्छ र आधा न हिरागानामा पनि हुन्छ, काताकानामा पनि हुन्छ। र आधा नबाट बनेका शब्दहरू हेरौँ। जस्तै मिन्ना, मिन्ना भनेको मी, आदि न अनि ना भनेको मिन्ना भनेको सबै। अनि ओन्ना भनेको महिला, सेन्सेई भनेको शिक्षक, अनि डेन्की भनेको विद्युत, डेनवा भनेको टेलिफोन, अनि गिनको ऊ भनेको ब्याङ्क, बान्गो ऊ भनेको नम्बर। हिरागानाको शब्द लेख्दा जहाँ पनि न आउँछ त्यमा चुको प्रयोग हुँदैन। आदि न नै भएकोले नकै प्रयोग हुन्छ। र यो कातागानामा पनि न छ र कातागानामा पनि सेम यसरी नै प्रयोग गर्नुपर्छ। र कातागानाको पनि हेरौँ हामी। आधा न को प्रयोग। काताकाना शब्दहरूमा आधा न आयो भने चुको प्रयोग हुँदैन, किनभने आधा न भएकोले आधा न को प्रयोग हुन्छ। आधा न को पछाडि जुन अक्षर छ त्यसको आफ्नो उच्चारण हुन्छ। काताकाना शब्द लेख्दाखेरि हामीले जुन ठाउँमा न आउँछ त्यहीमा हामीले काताकानाको न नै लेख्नुपर्छ। र यसरी हामीले चाहिँ यो न को बारेमा पनि आज बुझ्यौँ। यो चाहिँ धेरै सरहरूले पढाउनु पनि हुँदैन र हामीले यसलाई ध्यान दिएर बुझ्नुपर्छ आदि न को बारेमा। ओके, माता सीता मिनासान।